दर्शकवृन्द, समय कहाँ हरायो? तपाईँ दिनभरि व्यस्त रहनुभयो, तर दिनको अन्त्यमा के प्राप्त भयो? मोबाइलको स्क्रलिङ वा तपाईँको सपना? दर्शकवृन्द, सबैसँग 24 घण्टा मात्र हुन्छ, तर सबैको परिणाम बराबर हुँदैन। त्यसको कारण के तपाईँलाई थाहा छ? त्यसको कारण हो समय व्यवस्थापन। अब तपाईँ सोच्नु, यदि तपाईले हरेक दिन 1 घण्टा मात्र स्मार्ट तरिकाले आफूमाथि लगानी गर्नुभयो भने 30 दिनपछि तपाईँ त्यो मान्छे बन्नुहुन्छ जस मान्छेलाई तपाईले 30 दिनभन्दा पहिला कल्पना गर्दै हुनुहुन्थ्यो। अब सिकौं 5 यस्तो उपाय जसले तपाईको समयलाई तपाईको सेवक बनाउँछ। नम्बर 1, डायरी लेख्ने बानी बसाल्नु। बिहान उठ्ने बित्तिकै 3 काम लेख्नुहोस् जुन आज गर्नुपर्छ। दर्शकवृन्द, सोच्ने होइन, लेख्ने मानिस सफल बन्छ। नम्बर 2, 3-2-1 नियम अपनाउनुहोस्। हरेक दिन 3 ठूला काम, 2 साना काम र 1 घण्टा रमाइलो गर्नुहोस्। याद राख्नुहोस्, काम र जीवन दुवै मिलाउने स्मार्ट तरिका। नम्बर 3, ना भन्न सिक्नु। टाइम छैन भनेर धेरै छन्, तर यो मेरो लक्ष्य हो भन्नेहरू मोबाइललाई नियममा राख्नुहोस्। दर्शकवृन्द, के तपाईलाई थाहा छ? तपाईले मोबाइल चलाउनुहुन्छ, मोबाइलले तपाईलाई चलाउँछ हो। हाम्रो भिडियोको माध्यमबाट तपाईँ सिक्नुहोस् टाइम कसरी ब्लक गर्ने। सोशल मिडिया 30 मिनेट र पढाइ 2 घण्टा। कम्तीमा पढाइ 2 घण्टा। नम्बर 5, पोमोडोर मेथड अपनाउनुहोस्। 25 मिनेट पढाइ, 5 मिनेट ब्रेक। दर्शकवृन्द, फेरि 25 मिनेट पढाइ, 5 मिनेट ब्रेक। यस्तो ट्रिकले ध्यान बढाउँछ र थकान घटाउँछ। साथीहरू, समय नदी हो, बगिरहन्छ, तर जसले यसैमा तैर्न जान्छ उसले लक्ष्यमा। अब तपाईँ भन्नुहोस्, समय छैन भनेर बुझ्नुहुन्छ वा समयको मालिक बन्नुहुन्छ? भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सनुहोला। धन्यवाद।